मधुमेहले बिरामीलाई चाहिँ यो मेमोरी अर्थात् स्मरण शक्तिलाई विभिन्न तरिकाले असर गर्न सक्छ। मधुमेहमा चाहिँ यो सुगर अत्याधिक मात्रा बढी हुँदाखेरि या कम हुँदाखेरि चाहिँ दुईटै तरिकाले असर गर्न सक्छ। सुगर बढी हुँदाखेरि चाहिँ के हुन्छ भने रगत नलीबाट चाहिँ ब्रेनमा सफिसियन्ट मात्रामा रगत पुग्दैन ब्रेनमा, जसको कारणले गर्दाखेरि चाहिँ लामो समयदेखि चाहिँ र ब्लक भएर सानसानो रगतनलीहरू ब्लक भएर ड्यामेज हुन्छ ब्रेनमा, जसको कारणले गर्दा मेमोरीमा चाहिँ असर गर्न सक्छ। त्यस्तै तरिकाले चाहिँ कहिले कहिले सुगर भइरहेको बिरामीले सुगरको औषधि खाँदाखेरि चाहिँ सुगर अत्याधिक मात्रा कम भएर जाँदाखेरि चाहिँ यो सेल ड्यामेजहरू हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ यो हिप्पोक्याम्पस भन्छौँ हामी मेमोरी कन्ट्रोल गर्ने ठाउँ, त्यसमा असर गऱ्यो भने चाहिँ त्यसले मेमोरीलाई डिस्टर्ब चाहिँ गराउन सक्छ। त्यस्तै तरिकाले डायबिटिज भएको मान्छेमा चाहिँ भिटामिन B12 को कमी हुनसक्छ र डायबिटिजको औषधि खाने मेटफर्मिन भन्ने औषधि खाइन्छ, त्यो मेटफर्मिन भन्ने औषधिले पनि राम्रोले शोषिँदैन। भिटामिन B12 कम भएर पनि डायबिटिसमा बिरामीको मेमोरीलाई चाहिँ असर गर्न सक्छ। भिटामिन B12 भने चाहिँ शरीरमा मेमोरी बनाउनको लागि या नसा बनाउने एउटा भिटामिन हो। डायबिटिसमा चाहिँ त्यो बिरामीलाई चाहिँ यो औषधिले गर्दाखेरि या फिर डायबिटिज आफैले गर्दाखेरि चाहिँ भिटामिन B12 शोषिँदैन, शरीरमा पुग्दैन र त्यसले पनि मेमोरीलाई डिस्टर्ब चाहिँ गर्न सक्छ।